उद्घाटन हुन गइरहेको छ। भविष्यको लागि केही गर्नुपर्छ भनेर अगाडि बढ्नुपर्छ भन्ने कुरा ध्येयका साथ हामी अगाडि बढिरहेका छौँ। आज विद्यार्थीहरू बाहिर जाने क्रमहरू बढेकै छ, घट्दो स्थितिमा छैन। तर यसलाई यथास्थितिमा राख्नको लागि उपस्थिति जनाउँदै गर्दा आफ्ना विचारहरू शुभकामना व्यक्त गर्ने अवसर दिनुभयो। यसको लागि विद्या क्याम्पस परिवारलाई हृदयदेखि नै आभार र धन्यवाद दिँदै यो वार्षिक उत्सव आज विद्यार्थीहरूको वास्तवमा उत्सव कार्यक्रम हो। हामीले भाषण मन्तव्य भन्दा पनि नानीहरूका सांस्कृतिक कार्यक्रमहरू, नानीहरूका जुन खालका विचारहरू छन् ती कुराहरूलाई यहाँ भानु साहित्यिक प्रतिष्ठानका कार्यालय सचिव फणीन्द्र घिमिरेज्यूको उपस्थिति रहेको छ। कृपया अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद। अघि मैले